ल हेलो गाइज हामीहरू फेरि ब्याक भएको छौँ खिरको तपाईँलाई अपडेट दिनु ब्याक छ हामीहरू है तपाईँको थाहा छैन आफै हेर्छौँ हामीले यो ल हेर्नुहोस् अब यो खिरको बन्दैछ हाम्रो यो यसमा चाहिँ दुध मैले तताउन बसालिसकेको छु र अब यसमा चाहिँ मैले हालेँ आधा टुक्रा नरिवलको छोक्रा हैन आधा टुक्रा यो आधा टुक्रा नरिवल हाफ नरिवल एकछिन गाइज म तपाईँलाई समराइज गर्न चाहन्छु हामी चाहिँ 5 जना छौँ है 5 जनाको लागि हाम्रो यो दुध बन्दैछ दुध सरी खिर बन्दैछ यसको दुध हो गाईको कि भैँसीको दुध जसको भयो ठिक छ भैँसीको होला यो यसैमा चाहिँ नरिवलका साथमा चाहिँ काजु पनि राखिएको छ यसमा लगभग होला 20-40 दाना 5 जनालाई कति क्वान्टिटी हाल्नु पर्दो रहेछ नरिवल छ यो चाहिँ एक मुट्ठी अनि यसमा चाहिँ तपाईँहरूले थोरै ल्वाङ र सुँगुर पनि हाल्न सक्नुहुन्छ टेस्टको लागि यसलाई चाहिँ थोरै यसलाई कुट्यो भने के हुन्छ यसबाट थोरै टेस्ट पनि आउँछ हाम्रो आयुर्वेद अनुसार हामीले खास काठको थियो हामीसँग पहिला काठको छिटै भाँचिने भएर चाहिँ अहिले फलामको डन्डा राखेका छौँ अब तपाईँले यसरी यसलाई चाहिँ के गर्नु सक्नुहुन्छ दुधमा यो दुध फाट्दैन सर यस्तै गरेपछि दुध फाट्दैन दुध कहिले फाट्दैन यसलाई चाहिँ पछि तपाईँले चाहिँ हजुर दुध अहिले तताउँदाखेरि उम्लिने हो फाट्ने होइन है ओके पछि दुध कहिले खाएन कति अनि यसलाई चाहिँ तपाईँले यसरी दुध नखाएर म मान्छे कसरी भयो मलाई मम्मीको दुध त खाएन दुध त फाट्छ फाट्न त तर हालिहाल्ने त्यतिकै फाट्दैन चामल चाहिँ कति गर्नुपर्छ निम्बु हुनुपर्छ एकदम फटाइदिनु ल अब हामीले चाहिँ अब ट्याक्क के गर्यौँ हामीले यसमा धेरै हुन्छ कि धेरै हुन्छ हेर्नु है त धेरै हुन्छ अरे ल टिप 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 धेरै हुन्छ हेर्नु खाएर यति भ्याइदियो केटाहरूले भ्याइयो ठुलो के भने चाहिँ धेरै हुन्छ के भने अनि तपाईँले चाहिँ अब यसमा आधी पाउ चिनी हाल्न सक्नुहुन्छ स्वाद अनुसारको स्वाद अनुसार तपाईँलाई कतिको गुलियो मनपर्छ एकछिन है त फेरि म यहाँ समराइदिन चाहन्छु आधी पाउ मतलब 50 ग्राम हाम्रो सुर्खेतमा आधी पाउ मतलब कति हुन्छ 150 हुन्छ 125 हुन्छ भने चाहिँ यहाँ चाहिँ 100 हुन्छ त्यस कारणले गर्दाखेरि यो 50 काठमाडौँ तपाईँले पाउको हिसाब भन्दा पनि तपाईँले कतिको चाहिँ गुलियो मनपर्छ टेस्ट अनुसार स्वाद अनुसार तपाईँले चिनी हाल्न सक्नुहुन्छ गाई अलि माथिबाट हाल्नु होला सुगर सुगर नहाल्दा पनि हुन्छ सुगर खाने ल हेर्नुहोस् आहा सेफै हो नि त हामी त ओहो कस्तो मजाले हाल्यो हुन् म जुन कुरा पनि हाल्दा चाहिँ म दामीसँग हाल्छु आहा हो मिठो बनाउँछ नि सिक्न मन छ भने आउनु होला सिक्न मन छ भने तपाईँ घरमा बिहानै आउनु सक्नुहुन्छ सम्झिँदै राख्नु होला सिक्न चाहनु कुक हेर्ने मान्छे हेर्नु है खाना पकाएपछि हेर्ने मान्छे सब इन्टर्नहरू हो सिक्दैछ हाम्रो आरके छ नेपाली भाषामा हेर्ने मान्छे अङ्ग्रेजी भाषामा इन्टर्न अरे हाम्रो आरके जुङ्गे सेफ त्यो आरके जुङ्गे सेफ छ नि चिनी धेरै हुँदैन त्यो बोल्नेवाला चिनी धेरै नठोक गुलियो खाएपछि जति गुलियो त्यति मिठो हो गाइस मिठो गुलियो हुन्न बे गाउँतिर त दुधकै बनाउँछ पुरै त्यो सुगर लाग्यो म गाइस पनियो खोज्दैछु त्यति बेला चाहिँ यहाँ धन्न मिस्टेक भइसकेको दुध माथि आएर हामीले फुक्यौँ हेर्नु एउटा भान्सा ल चामलको इन्ट्री कति बेला हो अब हुन्छ आहा यसो चाहिँ तपाईँले मस्तसँग यसलाई पनिउ हालेर तपाईँले बनाउन सक्नुहुन्छ गाइस यस्तो मजाले खिर पकाएका छन् हेर्नु त ओहो खिर पकाउने खिरकार कलाकार जस्तो खिरकार हुने नि मान्छे ल यसलाई यस्तरी मजाले होले आहा होले यस्तरी चलाएर एमा यो भात ठोक्या हो छैन अब चाहिँ तपाईँले यसमा चामल हामीले पहिले चाहिएको क्वान्टिटी अनुसार चाहिँ पहिले भिजाएको चामल हाल्न सक्नुहुन्छ 5 जनाको लागि कतिको हाल्नुपर्छ अब खाना मन लाग्यो पानी पनि खाइदिँदैन कस्तो देशीले बनाएको कस्तो पहिले छानेर हाल्नु कि होइन के छानेर पानी पर्दैन यसै गरेर हाल्नु तर उ छ के अलिअलि पानी आइहाल्छ छान्नेवाला छैन हामीसँग पानी भए धेरै हुन्छ झन् छैन हामीसँग छान्नेवाला छ कि छैन हेर त
खान्नेवाला एउटा थियो त जस्तो लाग्दैन मलाई राइस कुकरको यो छ त यो। माथिको यसले हुन्छ किन त्यसले हुन्न त्यो त कत्रो पाउँछ यो पनि छ हामीसँग यो के हो थाहा छैन भयो दामी खासै गयो एउटालाई यो यो युट्युबमा अपलोड हाल्नुपर्छ कि यार पछि हेर्न चाहिन्छ यार अपलोड गर्नु पर्यो त दुईटालाई यो रेसिपी त वर्ल्ड फेमस वर्ल्ड फेमस रेसिपी हो नि दुईटालाई आहा हा धेरै हुन्छ यस्तै पाँच खानु ठिक त हुन्छ तर अलि तिमीलाई कस्तो दुध भएको मनपर्छ कि नभएको एकदम गिलो दुध गिलो 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 दुध हुनुपर्छ कोही त त्यो सारा सारा बनाउँछन् त्यो मलाई ठिक लाग्दैन त्यो भातमा चिनी हाले जस्तो त्यो भात हो भात हो भात हो त्यसमा दुध मात्र हाले भात अन्त लो हिटमा कस्तो के अरे कस्तो अरे लो फ्लेममा चाहिँ एकदम त्यसपछि के छ नेपाली फ्रेज के हो गुज 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 भन्देऊ न केही हुन्न कि अनि खरालले हाम्रो स्क्रिस्पाको ब्लग होइन पुरै राख्या युट्युबमा पहिलाको के अरे बेच्थ्यो कि है मोनिटाइज भएको च्यानल त्यसले बेचा होइन अहिले उसको उ गराएको त्यसमा कबड्डी च्याम्पियन्सको पहिला त्यो त ठिकले त धेरै बनाउँछ यो ब्लग हाम्रो इन्सपायर्ड बाई हो किन खराल यति त हुन्छ खरालजी साउट आउट टु निर्मल खराल केही फरक पर्दैन यति भयो हुन्छ ठिकै हुन्छ जस्तो लाग्छ अब चाखौँ है हल्का मेरो त अहिले के नै नुन के अरे क्यारे नुन बन्छ यार त्यसमा त चिनी हो त हाम्रो गाउँमा हुन्थ्यो यार नुनको खिर उतातिर पश्चिम खानमा होला खिरमा नुन पुरै नाइ न यत्तिकै पनि नर्मल छ कि छैन एकदम ठिक छ जस्तो लाग्छ चिया पनि नुनको चामल बढी भइदियो भने खतम हुन्छ क्या फेरि चियाको नुनको चिया छुट्टी होला भन्ने हो फेरि पेटको लागि खान्छन् त्यो नुन हालेर। होइन के त्यस्तै छ त्यस्तै बनाउँछ तर खिरमा नुन हालेर महाकसम लगेर है बवाल भन्दैछ बवाल बवाल भन्दैछ टप एङ्गल साइड एङ्गल अब यसमा चाहिँ अब हामीले 4 सिटी लाउनु पर्छ बन्छ त बन्छ भात न भात भन्छ त्यो भात पनि होइन तर पुरा लो फ्लेममा लो फ्लेममा नि अहिले अब भाग्न दिउँ ढाक्ने भए पनि ढाकिदिउँ ल हाम्रो खिर अब पाएपछि हामी देखाउँछौँ तपाईँहरूलाई अब कस्तो हुन्छ खाने भनेर अब लगभग भइयो 7-8 मिनट कति मिनट पकाउनु पर्छ त्यो चाहिँ एक्सपेरिमेन्ट हो हामीले तपाईँलाई पछि भन्नेछौँ क्यामेरामा सबैले ब्लगमा हान्थेँ म पनि हानौँ किन लो फिल्ममा दिइरह भन्नु